हेलो नमस्ते साथीहरू। अहिले रातिको ठ्याक्क 12:24 भयो। म चाहिँ मोबाइल हेरेर बसिरहेको छु। नानी र उसको बाबु चाहिँ सुतिसक्नु भयो किनभने सन्दीपको बिहान 5 बजीबाट ड्युटी छ। अनि मोबाइल हेर्दा हेर्दा जाँदा जाँदा करेन्ट खाएको यस्तो मलाई यस्तो खान मन लाग्यो होइन। एन्ड देन मैले बनाएर यो भाँडामा चाहिँ तपाईँहरूले नजानु होला, यो हाम्रो पुर्खौली भाँडा यो चाहिँ मेरो हस्बेन्डको पुर्खौली भाँडा, मतलब सन्दीप आएकोबाट किनेको भाँडा। अनि यसमा चाहिँ हामी चाय बनाउँछौँ। यस्तो मिठो चाय हुन्छ, जति भाँडा पुरानो भयो त्यति मिठो चाय बन्छ। त्यही भएर चाहिँ मैले यसमै बनाएको थिएँ। यो चाहिँ हाम्रो पुर्खौली भाँडा, मेरो हस्बेन्ड आएबाट यो घरमा बसेपछि किनेको भाँडा। यो भाँडाको उता नजानु होला भन्दैछु। एन्ड करेन्ट Oh my god. को म जस्तो हुन्छ जब रातभरि मोबाइल हेर्ने अनि के खानु मन लाग्छ नि उठेर बनाएर खाने। म जस्तो हुनुहुन्छ नि कमेन्ट गर्नुहोस् गाइज।